मैले अस्ति वैदेशिक रोजगार सम्बन्धी नठग्युन् भनेर सरकारले ल्याएको नीति सम्बन्धी एउटा भिडियो बनाएको थिएँ। त्यो भिडियोमा एउटा भाइले कमेन्ट गर्नुभएको रहेछ, ब्रो मेरो 26 तारिकको फ्लाइट छ, मेन पावरले 4,50,000 मागेको छ, क्यास दिन्छु भनेर क्यास दिनुपर्ने रे, मोबाइल ब्याङ्किङ गरिदिन्छु भनेको मोबाइल ब्याङ्किङमा हुँदैन भनेर भनेको छ, के गर्नु होला भनेर भन्दै हुनुहुन्छ। मलेसिया आउनको लागि शून्य लागत। अझ तपाईले स्पष्ट कुरा बुझ्नु भएन भने मलेसिया पठाउने धेरै मेन पावरहरूले गरेको भूमिकाको एउटा सानो क्लिप हेर्नुहोस्। जाँदाखेरिको लागत सबैतिर लाने हो, हामी कामदारबाट उठाउँदैनौँ, तर कामदार गए बापत सेवा शुल्क लागत अरू केमा लाग्छ, टिकट हुन्छ, भिसा हुन्छ, गाउँबाट यहाँको ट्रान्सपोर्टेसनदेखि लिएर काठमाडौँमा बसेको खाएको बसेको मेडिकलको इन्सुरेन्सको यो सब लागत चाहिँ इम्प्लोयरले हामीलाई दिन्छ। अझै कन्फ्युजन लाग्छ, तपाईँलाई सेटिस्फाई भए जस्तो लाग्दैन भनेदेखि हेलो सरकार भनेर 1111 अर्थात् अर्को नम्बर कति छ मैले यहाँ स्क्रिनमा राखिदिएको छु, यो नम्बरमा डायल गर्नुभयो भने तपाईँले सजिलै कानुनी उपचार पाउनुहुन्छ। तपाईँले यो नसोच्नु कि यो भने बापत म फेरि मलेसिया आउन पाउँदिनँ अर्थात् विदेश जान पाउँदिनँ भन्ने हुँदैन। तपाईलाई सेवा सुविधा त्यहाँ लिएको आएको खाएको सबै पैसा फिर्ता गरेर सरकारले तपाईलाई विदेश पठाउने व्यवस्था मिलाउँछ। यो तपाईले उजुरी गर्नुपर्छ, तपाईको कर्तव्यभित्र परेको कुरा हुन्छ। सरकारले मात्रै गरेर हुँदा तपाईले पनि सरकारलाई केही मात्रामा सहयोग गर्नुपर्छ है।